छैन सुख छैन यो दुखी जीवन। हरूलाई भन्दा पताउनुहुन्न होला, आज हामी प्राङ्मुङ बरबोटेबाट चाहिँ हाम्रो चित्रेसम्मको यात्रा रहेको छ। कृपया यो भिडियो अन्तिमसम्म हेरिदिनु होला है त। यो बरबोटे स्थानमा हामीले चटपटे खाजा खायौँ। अब हाम्रो सुरु हुनेछ है त यात्रा। यो भिडियो अन्तिमसम्म हेरिदिनु होला है त। सुरु गरौँ हाम्रो यात्रा। आज हाम्रो यात्रा चाहिँ अन्य स्थानभन्दा निकै रोचक छ र पृथक पनि छ। कृपया हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने त सब्सक्राइब पनि गरिदिनु होला है त। हाम्रो यात्रामा मलाई यहाँसम्म फालेलुङ चित्रेसम्म लैजानु हुने विवेक केरुङ पनि हुनुहुन्छ। आज हामी यस्तो स्तम्भ देखाउँदै जानेछौँ कि कृपया यो भिडियोलाई चाहिँ लाइक गरिदिइहाल्नुहोस् है त। चाहिँ आज श्री कालिका माध्यमिक विद्यालयमा चाहिँ बिदा भएको छ। भोलि तमुल लोसार भएकोले हामी यो यात्रा गर्दा यस्तो दृश्यहरू देख्न सकिन्छ, जुन चाहिँ यसपालिको पहिरो। हामी मदनचोक पुग्न आँटेको छौँ। हाम्रो यात्रा यो अति रोचक रहेको छ। मदनचोकबाट हाम्रो यात्रा अगाडि सुरु भयो। हामीले यस मन्दिरमा दर्शन गर्दै हाम्रो यात्रा अगाडि बढायौँ। यसलाई चाहिँ अम्लिसो भनिँदो रहेछ साथी हो। यहाँ भवनहरू पनि देख्न सकिन्छ, जुन्ता र युवा क्लबको भवन। करिब 1 घन्टा हिँडिसक्यौँ। अहिले चाहिँ हामी खाजा खाँदैछौँ, जुन चाहिँ चाउचाउ अन्य थोक यहाँ नपाइने रहेछ। हामी अहिले चाहिँ सोमारी स्थान आइपुग्यौँ। यति सुन्दरता भएको ठाउँ। यहाँ चाहिँ 2080 सालमा बाढी यति ठुलो गएको थियो। मेरो नाम चाहिँ विवेक केरुङ। अहिले चाहिँ म स्कुलबाट घर फर्कँदै हो र यहाँ अङ्ची शेर्पासँग भएको छ। त्यसरी यो मसँग चाहिँ यो खोलाको बारेमा मसँग इन्ट्रोडक्सन दिनुहुँदैछ। त्यसैले यो खोलामा चाहिँ हाल सालभन्दा हामीले खोलालाई केही चिनाउलोकन गरेर हाम्रो यात्रा अगाडि बढायौँ। जुन झुटलुङ्गे पुलबाट हाम्रो यात्रा अघि बढ्छ। धेरै थकान लागेकोले हामीले बाटामा सुन्तला खायौँ। हामीले 1 केजी बोकेको थियौँ सुन्तला, हामीले आधी खायौँ। अब हाम्रो यात्रा सुरु गरौँ है अगाडिको। हामीले यात्रा सुरु गरेपछि यस स्थान आयो, जुन एउटा चौतारा देख्नुहुनेछ। यस चौताराको नाम चाहिँ हाङसिङ चौतारा रहेको छ। यहाँ मानिसहरू गलेको बेली र थकान लागेको बेली यस ठाउँमा बिसाउँदा शीतल अनुभव हुने एउटा चौतारा रहेको रहेछ। हामी पनि केही सिनी थकाइ मेट्यौँ। थकाइ मेटेपछि हाम्रो यात्रा अब अगाडि बढाउनेछौँ। पैदल यात्राले चाहिँ सहज तरिकाले हामी उकालो लाग्नेछौँ। गाउँ फुलबारी भएको ढकमक रहेको छ। पुरानो कहानी बताउनु हुने बाजेकोमा हामी पुग्यौँ। अस्ति पनि जुन तपाईँहरू सामु भिडियो मैले देखाइसकेको छु, कृपया हेरिदिनु भयो होला कतिपयले। र उहाँ बाजेसँगै हामी गफ गर्दै केही छिन् बस्यौँ। हामी तातो पानी लिँदैछौँ। तातो पानी खाएर उहाँसँग केही गफगाफ गरेर हामी यो यात्रा अगाडि बढ्नेछ। दुःख छैन सुख छैन यो दुखी जीवन। दुःख छैन सुख छैन यो दुखी जीवन। बाजेसँग यति मिठो गीतहरू हामीले रमाइलो गर्दै हाम्रो यात्रा अझै बाँकी रहेको छ। अब हामी करिब आधी घन्टा पछाडि हाम्रो गन्तव्य पुगेको। मलाई यहाँसँग साथ दिनुहुने विवेक केरुङलाई पनि बिदा दिउँ। उहाँको घर चाहिँ यहाँ उता रहेकोले अब मेरो एकल यात्रा सुरु भयो। अब मेरो एकल यात्रा छ। रातको समय भइसकेको छ। यस्तो धुम्म देख्न सक्नुहुनेछ। अब चाहिँ टस फाल्ने स्थिति आएको छ, पुग्ने आयो। ल त यहाँसम्म हेर्दै हुनुहुन्छ भने अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला है। आगामी दिन यस्तो भिडियोहरू लिएर आउनेछु। ल त सम्पूर्ण मित्रसहित म बिदा हुन चाहन्छु। हस् त, नमस्कार।